भोलिको बिहान 4 बजे अमेरिकामा उज्यालो हुँदै गर्छ र हाम्रो निन्द्रा त्यो समयमा सबैभन्दा गहिरो हुन्छ। र त्यही क्षण हो जब एउटा सामान्य मानिसका लागि ओछ्यान छोड्नु संसारकै सबैभन्दा गाह्रो काम लाग्छ। तर त्यही हो उत्कृष्ट घडी, त्यो विद्यार्थी जसका लागि पढाइ नै जीवनको पहिलो प्राथमिकता हो। यो समय हो बदलाव खोज्नेहरूका लागि, जसले आफ्नो जीवन स्तर माथि उठाउन चाहन्छ, जसले एकै रातमा नाम कमाएको देखिन्छ। उनीहरूको त्यो एक रात अघि अनगिन्ती रातहरू बलिदान भएका हुन्छन्। एकजना बुद्धिमानले भनेका छन्, छिटो सफल हुन चाहनुहुन्छ भने छिटो असफल हुन सिक्नुहोस्। तपाईले असफलतालाई स्वीकार गर्न सिक्नुभयो भने मात्र तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। र असफलता बारम्बार आउँछ जब तपाईँ बारम्बार प्रयास गर्न डराउनुहुन्न। सफलताको कुनै सर्टकट बाटो छैन। तपाईले धेरै मानिसहरू देख्नु भएकै होला, ठुला गाडीका सपना देख्ने, महल जत्रा घरका कुरा गर्ने, करोडौंको ब्याङ्क ब्यालेन्सको कल्पना गर्ने। तर म तपाईलाई एउटै कुरा सोध्न चाहन्छु, त्यो सबैका लागि तपाईँ कति ठुलो त्याग गर्न तयारी हुनुहुन्छ? कति समर्पण गर्नुहुन्छ? कति मेहनत गर्न तयारी हुनुहुन्छ? ठुला सपना, ठुलो बलिदान। पढाइका लागि कुन त्याग चाहिन्छ? अत्याधिक निन्द्रा त्याग्नुपर्छ, साथीहरूसँगको निर्थक समय खर्च त्याग्नुपर्छ, अनावश्यक क्षणिक रमाइलोको लोभ त्याग्नुपर्छ, पार्टी घुमफिर खाली मस्ती घुम्ने योजनाहरू सबै रोक्नुपर्छ। तपाईले जुन स्तरको जीवन चाहनुहुन्छ त्यो स्तरको मेहनत पनि दिन सक्नुपर्छ। तपाईको सपना त्यत्तिकै साकार हुँदैन, त्यसका लागि तपाईले आफैलाई बदल्नुपर्छ। टप गर्नेहरूको सफलता देखिन्छ, तर उनीहरूले दिएका बलिदानहरू देखिँदैनन्। त्यस बलिदानमा समावेश हुन्छन् उनीहरूका मनोरञ्जनका सबै चिजहरू, चलचित्र, वेब सिरिज, प्रेम सम्बन्धहरू, गर्लफ्रेन्ड, बोयफ्रेन्ड अनि हरेक त्यस्ता कुराहरू जसले ध्यान बिगार्छ। सजीव होस् या निर्जीव, जुनसुकै कुरा जसले तपाईलाई समयको मूल्य बिर्साउँछ, सपना भुलाउँछ, ती सबैलाई तपाईले त्याग्नै पर्छ। मलाई विश्वास छ र यो सम्भव पनि छ। यदि तपाईको लक्ष्य स्पष्ट छ र मेहनत गर्न तयार हुनुहुन्छ भने तपाईलाई सफल हुनबाट कसैले रोक्न सक्दैन। एक दिनमा 10 घण्टा त धेरैले पढ्न सक्छन्, तर हरेक दिन, हरेक हप्ता, हरेक महिना, हरेक वर्ष 10 घण्टा पढिरहनु, त्यही हो वास्तविक फरक टपर र हार्नेहरू बीचको। जीवनमा जस्तोसुकै अवस्था किन नआओस्, तपाईँ अगाडि बढ्नै पर्छ। कुनै पनि हालतमा रोकिनु हुँदैन। तपाईँ कस्तो देखिनुहुन्छ त्यो महत्त्वपूर्ण छैन, तपाईसँग के छ र के छैन त्यो पनि होइन। महत्त्वपूर्ण कुरा हो तपाईँ के गर्न तयारी हुनुहुन्छ, तपाईँ कति समर्पित हुनुहुन्छ। ज्ञानको बाटोमा समर्पित हुनुहोस्, पढाइलाई पूजा जस्तो गर्नुहोस्। त्यसपछि तपाईको सपना, तपाईले चाहनु भएको जागिर, तपाईले हेर्नु भएको कार, त्यो घर सबै तपाईको हुनेछ। ठुलो सपना देख्नु कुनै कमजोरी होइन, त्यो त हिम्मत हो। तर त्यसको लायक बन्ने हिम्मत, तयारी र त्याग पनि चाहिन्छ। हामी प्रायः किन असफल हुन्छौँ? किनभने हामी आशा गर्दै बसिरहन्छौँ कि कुनै दिन रातिको समयमा कोही आयो र हाम्रो सिरानी मुनि सफलता र पैसा राखेर गयो। तर जीवन यस्तो सपना जस्तो हुँदैन। जीवन एउटा मिसन हो जसको अर्थ हो आफ्नै प्यासनको लागि निरन्तर काम गर्नु। हामीले हरेक दिन केही न केही नयाँ सिक्नै पर्छ। जब हामी हार मान्न लागेका हुन्छौँ त्यो बेला हाम्रो सोच यस्तो हुन्छ, अब मबाट केही हुनेवाला छैन। तर वास्तविकता के हो थाहा छ? त्यही बेला हामी सफलताको नजिक पुगिसकेका हुन्छौँ, तर हामी बुझ्दैनौँ। जसले साँच्चीकै केही गर्न चाहन्छ ऊ सिक्न तयार पनि हुन्छ। समय सँगसँगै ऊ बदलिन्छ र संसारले मागे अनुसार आफूलाई सुधार्दै जान्छ। तपाईलाई सफल बनाउने कुरा के हो थाहा छ? तपाईको आत्मविश्वास। त्यही आत्मविश्वासले तपाईलाई हरेक गाह्रो कुरा गर्न तयारी बनाउँछ। यो दुनियाँमा कुनै पनि विषय यति गाह्रो छैन जसलाई तपाईँ सिक्नै नसक्नु हुने हो। जसले त्यो विषय बनायो ऊ पनि तपाईँ र म जस्तै मानिस थियो। उसले सक्यो किनभने उसँग थियो समर्पण र थिएनन् कुनै बहाना बनाउने कारण। अब आफैलाई सोध्नुहोस्, तपाईँ किन पढ्दै हुनुहुन्छ? तपाईँका लागि सफल हुन जरुरी किन छ? जब कुनै कुरा गाह्रो लाग्छ त्यो बेला सम्झिनुहोस्, त्यही कुरा कठिन भएको कारण नै त्यो मूल्यवान भएको छ। यदि सबैलाई सजिलो लाग्थ्यो भने सबैले पाउँथे, र यदि सबैले पाए भने तपाईँ र अरू बीच के फरक रहन्छ र? कुनै पनि विषय कठिन लाग्छ भने सोच्नुहोस्, ठिकै त हो। कुनै कुरा गाह्रो छ भने मात्र त्यो सफलताको चाबी हो। यो ठिकै हो कि केही विषयहरू गाह्रो हुन्छन्, गाह्रो हुनै पर्छ। त्यसैले त मेहनती विद्यार्थीहरू त्यसमाथि हावी हुन सक्छन्। अभ्यास होइन, सोच बदल्नुहोस्। अध्ययनप्रतिको दृष्टिकोण बदल्नुहोस्। सानो सोचको परिवर्तनले ठुलो नतिजा दिन सक्छ। पढाइ गाह्रो लाग्छ भन्ने सोच हटाउनुहोस्। गाह्रो त हुन्छ किनभने दृढ इच्छा शक्ति भएकाहरूले त्यो चुनौती पार गर्न तयारी हुन्छन्। जसलाई पढ्नु छ उसले पढ्ने कारण खोज्छ, जसलाई टार्नु छ उसले बहाना खोज्छ। यदि तपाईँ थकित हुनुहुन्छ भने सोच्नुहोस्, तपाईलाई थकित बनाउने कुरा के हो? तपाईँको किताब कहिल्यै होइन, तपाईँको ध्यान भङ्ग गर्ने बानीहरू,
तपाईको स्मार्टफोन, बिना कामको स्क्रोलिङ, अनावश्यक कुराकानी यिनैले तपाईको ऊर्जा सिङ्गो चुस्दैछन्। जीवन सजिलो हुनु हुँदैन, जीवनलाई बलियो बनाउनु पर्छ र त्यस्तो बलियो जीवन बनाउने हो भने आजैदेखि कठोर बन्नुपर्छ। आफ्नै कमजोरीहरूसँग निर्णय लिनुहोस्। आफ्ना अधुरा सपनाहरू लिएर नै मर्न चाहनुहुन्छ कि सुनौलो जीवनसहित बाँच्छु? तपाईको भविष्य तपाईले आज के गर्नुभयो भन्ने कुरामा भर पर्छ। याद राख्नुहोस्, आज सुरु भइसकेको छ। कति दिन बाँकी छ, कति पढ्नु छ लेखेर हेर्नुहोस्। कति घण्टा कहाँ बर्बाद हुँदैछ बुझ्नुहोस् र फेरि एकपटक गम्भीर प्रयत्न गर्नुहोस्। सफलता त्यही हो जुन चिलले शिकारजी झपट्टा हानेर प्राप्त गरिन्छ। तपाई पनि चिल हो र त्यो चिल भोकाएको हुनुपर्छ। यदि तपाईले मेहनत गरेर पनि हार्नुभयो भने त्यो हार अस्थायी हो, तर यदि तपाईले एकचोटि प्रयास गरेपछि छोड्नुभयो भने त्यो हार स्थायी हुन्छ। सम्झिनुहोस् कि सफलता कहिल्यै सजिलैसँग मिल्दैन, तर त्यो अवश्य मिल्छ जसले त्यसको लायक बन्न तयारी गर्छ। जसले आफ्नो काममा ध्यान दिन्छ उनै अगाडि बढ्छ। अरूले के गर्दैछन् र के गर्दैनन् त्यो कुरा उनीहरूको सोच र क्षमता हो। तपाईले के गर्न सक्नुहुन्छ त्यो तपाईको क्षमता र इच्छा शक्तिमा भर पर्छ। यदि तपाई भाग्यको भरोसामा बसिरहनु भयो भने सफलता कहिल्यै मिल्दैन। भाग्यले पनि तिनीहरूको साथ दिन्छ जो निरन्तर मेहनत गर्न पछि हट्दैनन्। साँचो कुरा के हो भने भाग्य पनि मेहनत गर्नेहरूको गुलाम हुन्छ। सफल मानिसहरूले कुनै जादु गर्दैनन्, उनीहरूले त्यही काम गर्छन् जुन काम अरूले गर्न चाहँदैनन्। जहाँ अरूले समस्या मात्रै देख्छन् सफल हुनेहरू त्यही अवसर खोज्छन्। जहाँ अरूले जोखिम देख्छन् त्यही उनीहरूले सम्भावना देख्छन्। जहाँ अरूलाई हारको डर हुन्छ त्यहाँ उनीहरूले जित्ने तरिका खोज्छन्। त्यसैले पढ्नुहोस्, चाहे घरबाट होस्, जागिरबाट होस्, बिहान सबेरै होस् वा राति अबेर सिक्नै पर्छ। जबसम्म यो समयले तपाईमाथि शासन गर्छ पढ्न सिक्नुहोस्। सुत्न जानुभन्दा अघि ज्ञान जम्मा गर्नुहोस्। यदि तपाईलाई सामान्य जीवन चाहिएको हो भने जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ त्यही रहनुहोस्, किनकि सफल हुन चाहनेलाई अझै केही गर्नु छ भन्ने भोक हुन्छ। परिवर्तन भन्ने शब्द कहिल्यै आरामको घेराभित्र हुँदैन, त्यो त गरिरहेको कामभन्दा थप एक कदम अगाडि बढ्नुमा हुन्छ। यदि तपाईँ साँच्चै महान जीवन बाँच्न चाहनुहुन्छ भने हार्न डराउनु हुँदैन। गिरिहाल्नुहोस् तर पुनः उठ्न सिक्नुहोस् र उठेपछि फेरि हार्नु पर्यो पनि त्यो अवस्थाबाट नभाग्नुहोस्। थोमस एडिसन जस्तो मानिस पनि अन्धकारमा थिए तर तिनले संसारलाई उज्यालो बनाए। त्यसैले जब तपाईँ हारेको महसुस गर्नुहुन्छ हेर्नुहोस् तपाईले कति पटक प्रयास गर्नुभएको छ। तपाईको पहिलो प्रयास असफल भए पनि त्यो यात्रा गलत हुँदैन। तपाईको तेस्रो हार पनि ब्रिलियन्ट हुन सक्छ, किनभने त्यही हारबाट तपाईले नयाँ कुरा सिक्न पाउनुहुन्छ। त्यसैले फेल हुने रेट बढाउनुहोस्। जति छिटो फेल हुनुहुन्छ उति छिटो सिक्नुहुन्छ र उति नै छिटो सफल हुनुहुन्छ। प्रगति तब मात्रै सुरु हुन्छ जब तपाईले आफ्नो कम्फोर्ट जोन छोड्नुहुन्छ। तपाईले स्वीकार गर्नुपर्छ, हो समस्या आउँछ तर म त्यसको सामना गर्न तयार छु। कसैले सही भनेका छन्, हरेक मुस्किलभित्र कुनै खास कुरा लुकेको हुन्छ। त्यही दिनबाट तपाईको ग्रोथ सुरु हुन्छ। र यदि तपाईँ बेचैन हुनुहुन्छ आफ्नो लक्ष्यलाई लिएर, दबावलाई लिएर, समस्यालाई लिएर, त्यही बेचैनी नै तपाईको प्रेरणा बन्न सक्छ। त्यो बेचैनीलाई अवसरमा बदल्न नछुटाउनुहोस्। त्यो मौका, त्यो चिन्ता, त्यो तडप सबैको हातमा कहाँ आउँछ र? त्यो त भाग्यमानीहरूलाई मात्र मिल्छ। जय नेपाल।